बेर्ना छ यही हो प्याजको बेर्ना होला चाहिँ पुरै एक्साइटमेन्ट तिनीहरूको चाहिँ बच्चाहरू पढ्यो कि पढेन भनेर यसो सोच्छु तर मौका चाहिँ नयाँ पार्टीलाई दिउँ आफ्नो बिल्ला आफै हानेर छु म ल सबैलाई साथीहरू वेलकम ब्याक टु मेरो च्यानल तपाईँहरूलाई चाहिँ मेरो युट्युब च्यानलमा स्वागत छ फेरि पनि नयाँ दिन र नयाँ भ्लगको साथमा म उपस्थित भइसकेको छु र मलाई चाहिँ एकदमै ठिक छ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा आजको यो न्यू डे न्यू भ्लग सुरु भइसकेको छ अनि एक हप्ताभन्दा पनि बढी भयो भ्लग नआएको झ्याउ लाग्छ आजभोलि के भएको हो नि सुरुमा हो कि इन्ट्रेस्टिङ लाग्ने होइन अनि पछि हुँदै गएपछि चाहिँ झ्याउ लाग्दो रहेछ अब त्यसमाथि पनि आफ्नो त सब्सक्राइबर पनि धेरै छैन भ्युज पनि जाँदैन त्यही भएर पनि झ्याउ लाग्ने रहेछ अनि आज चाहिँ शनिबार त्यही भएर म घरमै छु त्यही भएर पनि आज भिडियो बनाउन लागेको अनि अरू बेला त अब भ्याउँदैन यताउति गर्दाखेरि अनि आज शनिबार म चाहिँ यहाँ खेतमा आएर भिडियो बनाइरहेको छु त्यही पनि बिहान पनि यसो घरको यताउता काम भयो अनि अहिले चाहिँ खानासाना खाएर म यहाँ खेतमा आएको छु त्यही भएर खेतमा आएर भिडियो स्टार्ट गरेको छु म यहाँनिर छ मेरो साथी यो म सँगसँगै आएको खेतमा काले फुच्चे अनि म चाहिँ अहिले यहाँ खेतमा के को लागि आएको भन्दाखेरि यहाँनिर यो चाहिँ प्याज हो हाम्रो यहाँनिर चाहिँ प्याज रोप्नु पर्ने थियो अनि यति चाहिँ रोपेछ अनि प्याज सकेर अनि यति बाँकी थियो अनि यहाँ चाहिँ प्याजको बेर्ना छ यही हो प्याजको बेर्ना अनि प्याज रोप्नलाई आएको म चाहिँ यो प्याज रोप्नलाई आएको अनि त्यही भएर यसो भिडियो बनाइदिउँ न त भनेर भिडियो बनाउन लागेको होइन अनि हाम्रो चाहिँ यहाँतिर खोले साग पनि छ अब यो चाहिँ खोले साग चाहिँ यहाँतिरको मान्छेहरूले सबैले के भन्छ घाँस काटेर लान्छ कि अलिकति ठुलो भयो कि घाँस काटेर लान्छ अनि त्यही भएर बढ्दैन नत्र कत्रो ठुल्ठुलो हुन्थ्यो पानी यहाँ त पानी बगिरहेको छ यहाँनिर मूल छ यो मूल भयो अनि पानी चाहिँ आइरहेको छ पानी आइरहेपछि त्यो पानी भइरहेपछि यो खोले साग चाहिँ धेरै ठुल्ठुलो हुन्छ तर यहाँ चाहिँ के हुन्छ सबैजनाले घाँस काटेर लान्छ त्यही भएर पनि यो कहिले पनि यो यतिभन्दा कहिले पनि ठुलो हुँदैन अनि अर्को कुरा भनेको चाहिँ अब चुनाव आउन लाग्यो साथीहरू आज त फागुनको माघको फागुन भनाएछ आज माघको 24 गते त हो नि हो आज माघको 24 गते अब लगभग 18-20 दिनमा चाहिँ चुनाव हुँदैछ तर मान्छेहरूलाई चाहिँ पुरै एक्साइटमेन्ट होला होइन एक्साइटमेन्ट होला चुनावको लागि अब मान्छेहरू वहाँ र्याली गर्दै हिँडिरहेछ तर मलाई चाहिँ केही पनि छैन के भयो मलाई हाम्रो गाउँमा चाहिँ केही पनि छैन मलाई मात्र होइन हाम्रो गाउँमै छैन कि केही पनि अब त्यस्तो चुनाव आउनु लाग्यो यताउता केही पनि अब अलिअलि कुराहरू त हुन्छ मान्छेहरूको तर त्यस्तो धेरै नै एक्साइटमेन्ट चाहिँ छैन तर हिजो 23 गते शुक्रबार हिजो चाहिँ बालेन शाह बनेपामा आउनु भएको रहेछ तर हाम्रो त यता गाउँमा घर हामी त जान पाएनौँ त्यो पनि मैले अनि त्यसमाथि स्कुल पनि थियो अनि तर एउटा कुरामा चाहिँ के भन्न चाहन्छु भने अहिले त्यो चुनावको लागि मान्छेहरू यो काङ्ग्रेस एमाले भनेर जुन मान्छेहरू पनि यो र्याली गर्दै हिँडिरहेछ नि अनि यसो सोच्छु होइन म चाहिँ के सोच्छु भने अस्ति नै त्यो भदौको 24 र 25 गते जुन आन्दोलन भयो जेनजीहरूको आन्दोलन भयो त्यो आन्दोलनमा 76 जना जेनजीहरू जुन युवाहरू मरे भर्खरका 18, 19, 20 वर्षका युवाहरू मरे युवतीहरू अब युवा नै भनौँ न युवाहरू मरे त्यसमा चाहिँ यो जुन यो काङ्ग्रेस एमाले भनेको त्यो झोलेहरू छ नि तिनीहरूको चाहिँ बच्चाहरू पढ्यो कि पढेन भनेर यसो सोच्छु तिनीहरूको बच्चाहरू पढ्या भए त उनीहरूको छोराछोरी पढ्या भए त होइन हाम्रो यस्तो भएको छ अब पुरानो म चाहिँ के हो अनि एउटा कुरा चाहिँ के भन्छु भने म चाहिँ फेरि कुनै पनि पार्टी होइन क्या म न त अहिलेको नयाँ पार्टी हो न त पुरानो पार्टी हो मलाई राजनीतिको कुनै पनि ज्ञान छैन ममा यसो अलिअलि कुराहरू चाहिँ सुन्छु होइन त्यति हो अनि म कुनै पनि पार्टी होइन मलाई त्यो मतलब पनि लाग्दैन अनि तर चाहिँ के भन्न चाहन्छु भने पुरानो पार्टीहरूले देशलाई केही पनि गर्न सकेन अथवा केही पनि गरेन भनौँ गर्न सकेन भन्दा पनि अब गर्न खोजेको भए त हुन्थ्यो होला गरेन तर मौका चाहिँ नयाँ पार्टीलाई दिउँ चाहे जेसुकै होस् माटो होस् बत्ती होस् अहिले घन्टी होस् जेसुकै होस् होइन तर नयाँ पार्टीलाई चाहिँ मतदान दिउँ सबैजनाले
भविष्य सबैजनाले चाहिँ आफ्नो नभइकन आफ्नो बालबच्चाको, आफ्नो नातानातिनी पालाको, आफ्नो फ्युचरको चाहिँ फ्युचर हेरेर चाहिँ मतदान गरौँ सबैजनाले होइन। तर पुरानो पार्टी यस्तो त्यस्तो भनेर चाहिँ आफ्नो मान्छे, त्यस्तो मान्छे, आफ्नो जातको, आफ्नो कास्टको, अनि मेरो आफ्नै आफन्त भनेर चाहिँ त्यस्तो सोचेर चाहिँ मतदान नगर्नु होला, भोट नहाल्नु होला। म चाहिँ के भन्छु भने अब पुरानो जतिले चाहिँ अब देशलाई विकास गर्न खोजेन अथवा गरेन, त्यो कुरा अब उनीहरूलाई नै थाहा होला। अब अहिले भनेको चाहिँ हामी चाहिँ नयाँ व्यक्तिलाई मौका दिउँ, सबैजना मिलेर नयाँ व्यक्तिलाई जिताउँ। अनि त्यसबाट हेरौँला सबैजनाको अब आश त छ नि त, केही विकास होला कि देशमा, केही विकास होला कि देशमा विकास भयो भने भर्खरको युवाहरू विदेश जानु पर्दैन। अहिले त युवा जति सबै विदेश गएर गाउँघरमा जतासुकै हेरे पनि त्यो भर्खरका बच्चाहरू 9-10 पढेका, 8-9 पढेका, त्योभन्दा साना बच्चाहरू 11-12 कटिसकेपछि सबैजना विदेश गएका छन्। अनि त्योभन्दा साना 11-12 भन्दा साना बच्चाहरू, अनि त्यसपछि बुढापाका भन्दा अरू कोही पनि छैन। जो देश विकास नयाँ पार्टीले जित्यो भने यस देश विकास हुन्छ कि भन्ने आशा चाहिँ छ। अनि विश्वास त त्यस्तै हो, पार्टीहरू कसैलाई पनि विश्वास गर्नु हुँदैन होइन। तर जे होस् एउटा आश त राख्न सकिन्छ, झिनो आश भएर, त्यही भएर झिनो आश त राख्न सकिन्छ। अनि त्यही भएर पुरानो पार्टीलाई अथवा मेरो आफन्त, म चाहिँ पहिलेदेखि यही पार्टीको मान्छे भयो त्यस्तो चाहिँ नसोचौँ होइन। नयाँ व्यक्तिलाई जिताउँ, नयाँ व्यक्तिलाई मौका दिउँ भन्न चाहन्छु। यति नै हो। अनि यति नै हो मैले भन्न खोजेको। मलाई राजनीतिको कुरा अरू केही पनि आउँदैन। अनि एउटा कुरा चाहिँ म के भन्छु भने मान्छेहरू त्यो केपी ओली अनि के अरे त्यो प्रचण्ड के भन्छ नि त्यो नेताहरूको नाम पुराना, मलाई चाहिँ कसैको नाम त थाहा छ होइन। शेरबहादुर प्रचण्ड अनि केपी ओली तिनीहरू भन्छ नि, मलाई नाम चाहिँ थाहा छ तर उनीहरूको पद के हो त्यो पनि थाहा छैन। अब मान्छेहरू भन्यो भने बिल्ला उडाउनु होला होइन, तर जेसुकै गर्नुहोस्। अनि मलाई चाहिँ थाहा नभएको कुरा है। अनि मलाई त्यो राजनीतिमा केही इन्ट्रेस्ट पनि नभएर हो कि खोइ के हो, मलाई केही मतलब पनि छैन होइन। जोसुकै जहाँसुकै होस्, तर जहाँ पुगे पनि देश विकास हुनु पर्यो, त्यही हो मेरो कुरा चाहिँ। अनि अर्को भनेको म यो केपी ओली, शेरबहादुर प्रचण्ड यिनीहरू म कसैले पनि चिन्दिनँ थिएँ। अलिअलि चिन्थेँ भनेको त्यही म सबैजनालाई एउटै देख्थेँ कि एउटै व्यक्ति भन्ठान्थेँ। सबैजनाको फोटो म चिन्दिनँ, नाम चाहिँ थाहा छ, फोटो म कसैको पनि चिन्दिनँ। केपी ओलीको चाहिँ अलिअलि थाहा थियो। अनि तर अरूकोहरूको चाहिँ अब अझै म प्रचण्डलाई चिन्दिनँ। अनि शेरबहादुर देउवाको पनि अस्ति भन्थ्यो के अरे जेएनयूहरूको आन्दोलनमा चिनेको, राम्रोसँग चिनेको त्यतिखेर। अनि केपी ओलीको पनि त्यतिखेर राम्रोसँग चिनेको, नत्र त मलाई थाहा पनि थिएन। मेरो स्थिति चाहिँ यस्तो छ राजनीतिमा। अनि आफ्नो बेला आफै हानेर छु म। अब धेरै कुरा नबोलौँ, मेरो यहाँ काम छ होइन। अनि यो यति प्याज रोपिसके पछाडि यहाँनिर अलिकति प्याज रोपिसके पछाडि चाहिँ हाम्रो यहाँनिर अस्ति नगयो यहाँनिर चाहिँ के छ त भन्दाखेरि यो पिँडालु छ। यो पिँडालु खन्नुपर्ने छ अलिकति। हामीले चाहिँ माघ सङ्क्रान्तिमा चाहिँ उता घर नजिकै थियो, त्यहाँनिरको खनेर खायौँ।